हेलो एभ्रीवान, वेलकम टु द न्यू डे एन्ड वान मोर न्यू भ्लग। के छ हजुरको हालखबर? मेरो चाहिँ एकदम ठिकठाक छ। झूठ बोलो, बार बार झूठ बोलो। खासमा भन्नुपर्दा चाहिँ रुगाले चाहिँ एकदम सताइसक्यो। त्यो चाहिँ मेरो मुखमै देखिन्छ, बिरामीको झलक। आजको भ्लग चाहिँ बिहान उठेर फ्रेस भएर तातो पानी पिएर रियाज गरेर अनि त्यसपछि स्टार्ट गरेको छु। अनि ब्याक टु द मेन टपिक। यो भ्लग बनाउनुको चाहिँ मेन कारण यत्रो दिनपछि भ्लग आयो भनेर हजुर सबैजनाले सोच्नु भएको होला। खासमा चाहिँ आजभन्दा 2 हप्ता जति अगाडि चाहिँ मेरो युट्युब च्यानल जहाँबाट मैले ओपन गरेको थिएँ त्यो जिमेल चाहिँ अचानक ब्यान्ड भइदियो। अनि त्यसपछि 2-3 दिन लागेर त्यो जिमेल मैले मोबाइल ग्यालेरीमा गएर बनाएँ। अनि त्यसपछि युट्युबलाई अपिल गरेँ युट्युब च्यानल फिर्ता गरिदिनु पर्यो भनेर। अनि पछि 1-2 दिनपछि युट्युब च्यानल आयो अनि 2-3वटा भिडियो चाहिँ डिलिट भएको छ। त्यो भिडियो चाहिँ म रिअपलोड गर्छु पनि होला, गर्दिनँ पनि होला। त्यसपछि मैले न्यू आइडी खोल्नु कि भने सोचेँ, तर पछि यही आइडीबाट स्टार्ट गरेको, यही आइडी खोल्नतिर लागौँ भनेर मैले यही आइडीबाट फेरि भिडियोहरू अपलोड गर्नेछु। त्यसैले हजुर सबैजनाले मलाई साथ दिनुहुन्छ भन्ने मैले आशा राखेको छु। साथसाथै आजको दिन चाहिँ म हजुरलाई यो भ्लगमा मेरो दिन आजको दिन कसरी बित्छ भनेर पनि देखाउने छु। आज चाहिँ रहेको छ सन्डे अनि आज चाहिँ बिहान रुगाले खत्तम भएर म चाहिँ हल्का ढिलो उठेँ। अनि उठेर फ्रेस भएर आज चाहिँ नुहाउने चाहिँ नुहाएको छैन। अब चाहिँ मौसम पनि चेन्ज हुँदैछ, सबैजना आफ्नो ख्याल राख्नु होला। म पनि 2-3 दिनदेखि औषधि लिइरहेको छु। यता चाहिँ बुवा बिहानै छतमा के काम गर्छिन् छ। बुवा के काम गर्छिन् छतमा? के गर्छिन् छ भन्छ न यहाँ। बुवा चाहिँ म नपढेर के गर्दैछु भनेर यहाँ फायर रहिसिन्छ। अहिले चाहिँ हामीहरू यता माथि बिहान घाममा बसिरहेको छ। बुवा र मामु के गफ गर्छिन् छ। यो मामुको चाहिँ अस्ति हातमा चिया पोखेर हात चाहिँ खत्तम भएको छ। मेडिकल जाउँ भनेर मान्छेन, घरमै खाली घिउ कुमारी लाएर बसिरहेछ। अब चाहिँ रेडी भइसक्यो म स्कुल जानलाई। यो चाहिँ मेरो युनिफर्म स्कुलको। त बुवा गयो है त। आज त म यस्तो ढिलो भइसक्यो गाइस। अब बाँकी ब्लग चाहिँ स्कुलबाट आइसकेपछि कन्टिन्यू गर्नेछु। माम गयो है। सो एभ्रीवन, नाउ आफ्टर स्कुल आई एम ब्याक होम। अनि आजको दिन पनि मैले काटेँ। आज सन्डे चाहिँ यस्तो बोरिङ हुन्छ स्कुलमा, मलाई मात्र हो कि हजुर पनि जो स्कुल कलेज हुनुहुन्छ हजुरलाई पनि हो। सन्डे चाहिँ त्यस्तै बोरिङ हुन्छ। हिजो चाहिँ विकेन्ड थियो नि त। अनि अब चाहिँ घर आइसकेँ। अब चाहिँ म खाजा खान्छु अनि एकछिनमा चाहिँ मेरो ट्युसन टाइम छ। अब चाहिँ लगभग 6-15 जति भयो अनि अहिले चाहिँ म ट्युसन जाँदैछु। अब चाहिँ भेटौँला ट्युसनबाट आइसकेपछि 7:30 जति बज्छ होला। सो एभ्रीवन, वन्स अगेन आई एम ब्याक होम। अनि अहिले भर्खर चाहिँ म ट्युसनबाट आएर हात खुट्टा धोएर भित्र रुममा बसेको छु। अनि अहिले राति चाहिँ खाना म खासै खाँदैन, स्कुलबाट आएपछि खान्छु। अनि अहिले भोकै लाग्दैन खासै, त्यही भएर। अनि अब चाहिँ एकछिन स्कुलको वर्कहरू गर्नु छ, त्यो गर्छु होला। अनि एकछिन टिभी मोबाइल एकछिन चलाएर अनि चाहिँ म सुत्छु। चाहिँ मेरो होमवर्कहरू पनि सबै सकिसकेको छ। अनि अब चाहिँ लगभग 9 बज्न लाग्यो। अनि एकछिन चाहिँ म टिभी हेर्छु कि त मोबाइल चलाउँछु। अनि कहिलेकाहीँ चाहिँ म आफ्नै रुममा सुत्छु, तर आज चाहिँ रुमको हालत त्यस्तो छ, बेडसिट पनि मिलाएको छैन। अनि आज चाहिँ हजुरबाको रुममा सुत्छु होला। उता अर्को एक्स्ट्रा बेड छ, पहिला चाहिँ म त्यतै सुत्थेँ अनि कहिलेकाहीँ चाहिँ यता सुत्छु। यस्तै रोटेट भइरहेको छ मेरो। हस् त अब भेटौँला कुनै नयाँ भ्लगमा न्यू टपिकको साथ। त्यतिखेरसम्मको लागि सबैजना लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हस् त, बाई बाई।